धन्यवाद सञ्चालकज्यू। नमस्कार, म यस कार्यक्रमका धन्यवाद सञ्चालकज्यू। नमस्कार। गुफा आधारभूत विद्यालयको 39औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, विवेश पदाधिकारीज्यू, सिएस पदाधिकारीज्यू, अभिभावकज्यूहरू, मेरा सहकर्मी शिक्षक साथीहरू, प्यारा विद्यार्थी भाइ बहिनीहरू, म कमला चन्द, यसै विद्यालयको शिक्षक। आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई यस विद्यालयको तर्फ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आज मिति 2082 भदौ 16 र भोलि 17 गतेका दिन हुन गइरहेको वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा उपस्थित भएका छौँ। आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई आफ्ना पुष्परूपी शब्दद्वारा यस विद्यालयको शिक्षकको हैसियतले स्वागत गर्न पाउँदा निकै हर्षित भएकी छु। यस सुनौलो अवसरका लागि विद्यालय परिवारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। यस विद्यालयलाई रुखको छहारीबाट सुरु गरेर मानापाती उठाउँदै महान कार्यमा सहभागी हुने अभिभावकज्यूहरू, समाजका नेताहरू, शिक्षाप्रेमी व्यक्तिहरू जो तपाईँ हामी बीचमा हुनुहुन्न, उहाँहरूप्रति हार्दिक श्रद्धासुमन टक्र्याउन चाहन्छु। साथै आजसम्म विद्यालयलाई विभिन्न ढङ्गबाट सहयोग पुर्याउनुहुने महानुभावहरूप्रति विद्यालय र मेरो तर्फबाट उहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छु। आज विद्यालय जुन अवस्थामा थालनी भएको थियो, यो विगतमा तपाईँ हाम्रो सामु अहिले भौतिक रूपमा विद्यालय सम्पन्नता हुँदै गइरहेको छ। आज विद्यालय जुन अवस्थामा थालनी भएको थियो, विगतमा थालनी जसले भएको थियो गर्नुभयो, उहाँलाई असाध्यै महान हुनुहुन्छ। किनभने उहाँहरूले थालनी नगरेको भए थालनी गरेकै हुनाले आज यस विद्यालय प्राङ्गणमा हामीहरू छौँ, अध्ययन अध्यापन गर्न पाएका छौँ। त्यसैले उहाँहरू सम्मान गर्न लायक हुनुहुन्छ। यस विद्यालयको शैक्षिक भौतिक पक्षको निरन्तर अगाडि बढाउने सिलसिलामा धेरै व्यक्तिहरूको देन, महानुभावहरूको देन छ। अन्तमा हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरी कार्यक्रममा पाल्नुभएका यहाँहरू सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा पुनः स्वागत गर्दै आफ्नो भनाइ यही अन्त्य गर्दछु। स्वागतम सुस्वागतम। मेरो फोटो यस्तो आएछ भन्न मिल्दैन है फेरि।
मिसलाई माग्नुलाई कमला मिसको लग जान्न ल्याउ त म खट्छु धन्यवाद उद्घोषक ज्यू। आज श्री गुफा आधारभूत विद्यालयको 39औं वार्षिक उत्सव तथा 39औं वार्षिक उत्सव तथा 39औं वार्षिक उत्सव तथा अभिवादन समारोहको कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विवेचक पदाधिकारीज्यू, सिएस पदाधिकारीज्यू, अभिभावकज्यूहरू, सहकर्मी मित्रज्यूहरू तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू, प्रति प्यारा भाइ बहिनीहरू सम्पूर्णमा यहाँहरू सम्पूर्णमा म लगायत यस गुफा आबी परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रममा आज मिति 2082 भदौ 16 र भोलि 17 गतेका दिन हामी वार्षिक उत्सव यस विद्यालयको वार्षिक उत्सवमा उपस्थित भएका छौँ। यस विद्यालयलाई यहाँसम्म पुर्याउन जसले 39औं वर्ष अगाडि स्थापना गर्नुभयो, जो हामी माझहरू हुनुहुन्न, उहाँहरू शिक्षाप्रेमी अभिभावकज्यूहरू तथा आफ्नो स्वागत मन्तव्य प्रस्तुत गरेर बिदाई भइसक्नु भएको छ भने अब म स्वागत गीतका लागि एसएलसी गुफा आधारभूत विद्यालयका शिक्षिकाज्यूहरूलाई आफ्नो स्वागत गीत लिएर उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद सञ्चालकज्यू सरलाई। फेरि पनि हामी स्वागत गीत गाउन गएका छौँ।
धन्यवाद मेहमानहरूलाई आफ्नो तर्फबाट उत्कृष्ट स्वागत गीत प्रस्तुत गरेर गइसक्नु भएको छ र अब म कति पनि ढिला नगरी यस सिलगुफा आधारित विद्यालयको 39औं वार्षिकोत्सव तथा अभिभावक समारोहको उद्घाटन गरिदिनुको लागि यस समारोहका प्रमुख अतिथि बडीका 4 जङ्गलका वडा यो सुरुचोटि हाम्रो डेमो थियो र अब चाहिँ विद्यार्थी निस्किने पर्नेछ रेडी स्टार्ट अभिभावकको बेलुन डान्स गर्ने हो कि चियर म्याच कहिले हो आज भोलि भन्नु त न गराइदिए केही हुन्न क्या त्यस्तै दु गरे अलले ठाउँ ठुलोन बनाउनु पर्छ हालिएको त जाऊ यो किताब बाहिरै राखिदिनु त छैन त 4-5 पर्नेलाई 4-5
सकेपछि खाले हो के भयो पुगेको बाहिर अलि ठुलो ठाउँ छोड्दै अलि एउटा झिकिनु पछाडि यस्तो गर्दैन सबैलाई अस्ति सिकाएर पछाडि नफर्के
टाइमको खाना भन्नुभयो टाइम टाइम 9 सेकेन्ड बाँकी यही हो चल्छ टाइम अफ नेक्स्ट ग्रुप लेडर सर प्रश्न सुन्नुहोस् इसको बाहिरी क्वेसन आठौँ बाहिरी
अब फर्स्टमा भन्नु पालो रहेछ 5 रुपैयाँ राख्छु लकी नम्बर चाहिँ भने एक नम्बर नम्बर 46 नम्बरहरुको छ योले पास हुन्छ को यङको भन्न छैन लेख्दैन 10 र भन्यो भन कति जान्छस् भने भन कति एक भन्नु छैन Why are you Angie? Teacher, why are you Angie? सिधो कोले नम्बर Why are you Angie? काम छैन काम पास भन
ल रोजा त नम्बर रोजा अर्को प्रश्न निकाल्नु 26 सजिलो एरोप्लेन एरोप्लेन यही पनि नजान्ने होला एकदम इजी छ है सोधे लाइनमा सोध्ने गरिरहेको हो एरोप्लेन एरोप्लेन त नातिर लेख नातिर नातेर बिस्तारै छन् अलिक सजिलो खुल्ला ठाउँ लेख Anja, mami, Anja. एरोप्लेन Milera. Cinco mil cena. के रे E-P-I. यस्तो नि मिनिङ एरोप्लेन त एक कचाल भन्छ E-P-I-L-E. बस सुधा जा त्यस्तो छुट्टा छुट्टै भने Yani. Hai chatta. एई आरो E-P-R-O yani. बोल्यो किन हुन्छ कि कति न 10 नम्बर आइसक्यो सोसल जुत्ताले सोल्ला गर्ने त सोसलको लेख्न बस अरूको हेर्ने हो र छिटोले त्यो चप्पल लगा सोसल लेखेर अझै नलाइराख्नु पछि भने दिनभरि भन कहिले भन्छ यासो हो यासो CIA के भन्छ मम्मी स्पेशल स्पेशल स्ट्रक्चर यो अलि अप्ठ्यारो छ स्ट्रक्चर आउनु होला STOP structure छिटो एक स्ट्रक्चर भन प्रयास गर्नु नै राम्रो कुरा छ STRUCTURE कति हो ब्युटिफुल ब्युटिफुल भनेर Huh?
एउटा होलीले एकदम राइट आन्सर अब लास्ट नम्बर रहेको छ लास्ट सोधनले गर्नुभएको त्यत्रो चर्को पिङ खेलेर यो पिङ त के हो र